ल हेर्नुहोस् गाइज, यो पनि एउटा सिकाइ हो। मैले भन्थिनँ बारम्बार होइन, मैले बारम्बार यसो खेतबारीमा काम गर्नुपर्छ, छोरो सिक्नुपर्छ भन्थेँ। अब यस्तो छ अवस्था, मेरो छोरोले गहुँ काटेको देखाउ त एकचोटि जरा। ल हेर्नुहोस्, माटै सहित निकालेर यस्तो तरिकाले गहुँ काटिरहेछ भनिसकेपछि अब अहिलेका युवाहरूले के चाहिँ विकास गर्छ त? ल अब कृषिमा आत्मनिर्भर हुन सक्छ त यस्तो मान्छेहरू? सक्दैन, खतम खतम। अनि गहुँ काटा भनेको छोरोलाई पुरै जरै उखालेर माटै माटो। यस्तो छ ताल गाइस। त्यही भएर तपाईँहरूले पनि आफ्नो बालबच्चाहरूलाई अहिलेदेखि नै खेतबारीमा लगेर यसो कृषिमा आत्मनिर्भर बनाउनुहोस् है। यसरी काट्नुपर्ने गहुँ, यहाँ मेरो श्रीमतीजीले यसरी काट्दै हुनुहुन्छ होइन। छोरालाई गहुँ काट न भनेको अब यस्तो यस्तो तलले काटेर भइरहेको छ। त काट त कसरी काट्दो रहेछ हेर, यसरी काट त ल। झ्याप्पो बोटमा समाउने होस्, हैँसेले सट्ट काट्ने हो। काठैभरि लैले हो। अब अहिले जरा आएन होइन, हो यसरी नै काट्ने हो। लु काट, बट्टाबट काट लु।